मलाई कस्तो टिका लाउन मन लाग्थ्यो यो पालि खै कति राम्रो देखेको सेतो टिका लाउनु पर्ने है पक्का त हामी गुरुङहरुको सेतो हुन्छ सेतो हुन्छ तपाईहरुको हैन हल्का छ धेरै दिदीलाई पनि लाइदिनु म त लाउँदैन कान्छे लाउन मिल्दैन रे आज बिहान थाहा पाएको कसले लाउनु किन लाउनु जुठो परेको छ रे टिका सिका लाइसक्यो अब खानेकुरा खान सुरु बरु तिम्रो पाक्यो रोटी अब के हो यो बिचको नफ्याल्ने भनेर के त अनि तिम्रो साथी ल आजको दसैँ भोज है खसायो ल ल ल छिटो गर ढिलो भइसक्यो सानो भयो के हुँदैन पनि भयो ए भयो फिर त लैरा जोड्यो त वा तिमी त नक्सा बनाइदिन्छ नि त उले सबै सपाउन लाग्यो के हातमा एउटा भन्दा पुग्दैन एउटा भन्दा पुग्दैन एउटा मात्र पुग्छ होला सबै हुन्छ हैन र अनि के युज गरेको छ हैन मैले डबल हाल्दै नहीं कभी कभार आता है कभी नहीं त्यहाँबाट ल्याउँदै एउटा कति ल्याउ म हालेर ल्याउँछु ए वो तो फिर लाने वाला है ये ना होगा आपको बैठा देख रहा हूं 1 2 3 4 5 6 7 कति ठुलो हो यो त वाउ त्यो एउटा 8 वटा हामीको जान्छ 1 2 3 4 5 6 7 8 जना छ हामी ओ 8 जना मात्रै हाल हामी 8 जना हो हाल्दै गर्छ मैले यो हाल्दै गरौँ यो हाल्दै गरौँ जैसे हम लोगों की होती है ना ईद वगैरह इनका दशहरा होता है तो मासु हालेर छोरा त्यसो लगाऊ आपने देखी है ना यो चक्कर चाख्नै चाख्दैन भाइ कस्तो बन्यो अन्ना दिदी यो मासु दाल नबील जेट की चले मासु दाल दालमा मात्रै अनि अचार हाल्ला तिमी आशिक मैं ताकत रखती हूं कि रोटी यसरी हाल्ने होला रोटी किसमा हाल्दिने चलो ठीक है न्याले आगे अपना ख्याल रखें इंशाल्लाह फिर होती है देना मासु ओके जी लास्ट यो अलि बाङ्गो गर्नुपर्छ जान्छु कस्तो राम्रो देख्यो साह्रै राम्रो दियो भोज बजाइ नै राम्रो यो पनि हाल्दियो चिकन पनि हाल त्यो पनि हाल्दियो चिकन पनि हाल्दियो त्यो लास्ट टाइम पोलेको दुईटा सानो चाहिँ छुट्टै राख्दियो अब त हट्दियो कुनै त त्यो विकास त साँच्चीकै काँको किन्न पस्यो क्या हो जस्तै लाग्यो त्यो चाबी नलिनु गएको हेर न त्यो पनि त्यही छ फोन उठाएर अनि त्यो फोन उठाएर खिच्नु पर्छ नि है फोन उठाएर अनि थिच्दियो भयो नजाने पाठ भन्नुहुन्न नि त तिमीभन्दा पहिला हाम्रो बेलामा एन्सर पायो रोटी हाल्नु बिस्तारै मासु चाहिँ अहिले हाल्नु भएन चाहिँ
यहाँ हो यो चाहिँ भातसँग के खान्छ त पुलाउसँग के खान्छ यही मासु खान्छ अब अझ दाल पनि राम्रो कतिजना छ हामी 8 जना छ हामी बाफ्रे अटेन हौ पापड सापड त छैन मैले ल्याउनको पर्दैन धेरै हुन्छ कता कता हालेँ मैले बिचरा सोल्टिनी मात्रै छुट्यो है उसको अब दिन जाने हो त सबैजना अहिले के दिन जाने उहाँ केएफसीमा हल्लाउन जाने हो कि अहिले बढी एक्साइटेड थियो पुलाउ चाहिँ किन हालिदिने त पुलाउ त अहिले रोटी खाएर खाने होइन पहिला रोटी खानु न रक्सी खान्छ रोटी खान्छ अचार खान्छ पुलाउ त खै अहिले खानु त राख्दैन होला भनेसम्म मान्छेहरूलाई त के ओसिन्छ है बरु थपिदिन्छु म त नमस्ते ऊ टिका लगाएर आइसक्यो ल्याउनु पर्छ नि काकुले ल्याएछ है यहाँ हालिसक्यो काकुले साइड साइडमा राख्नु साह्रै राम्रो देख्यो यो चटनी चाहिँ त्यो यो रोस्ट लगाउने हो कि त्यो रोस्ट हाल्छ कस्तो पिरो भयो चटनी म चाहिँ के गर्छु भन्दाखेरि नि अभी तो हो गया रिकॉर्ड नीचे थोड़ा स्लो हो गया थोड़ा बेस लाइट बेस लाइट चिटा चिटा बेस लाइट नहीं हो ना लोशन लोशन है दाल पे है बेलले छ्याबा बेलले छ्याबा बेलले छ्याबा मोइमा नहेर तिमी त्यहाँ बसेर म त यही खान्छु यही राम्रो देख्यो अगर ये डाउनलोड करनी है मैंने पेट दुख्दा थियो हामीले सबै त्यही हेरेर भयो अब उयो ढोका खोलिदिउँ पोस्ट नहीं करनी है कसले कसलाई लाउने हो टिका ओइ टिका लाउन तिमीहरू आफू आफै विकास टिका हामी त लाउनु मिल्दैन टिका लाउन मलाई ल हाम्रो कुन हुन्छ लगाउन खाने हो ल को कसले लाउने हो नहीं गैलरी चाहिए है देखो आइए नहीं है गैलरी रसम ना नो पहले दे देंगे ब्रो फिर अपलोड करनी है एक एनजी रख म लगाइदिउँ विकास म लगाइन्छ अलि विकासको लगाइदिउँ हुन्छ त्यही हुँदैन आशीर्वाद हो गया उपेर लाउने हो होइन अब एउटा बस्ने एउटा किन गर्छ जमाएर टिका लाउनै मिलेन के गर्नु हेलो हाम्रो सोल्टिनीको बोयफ्रेन्ड हाम्रो सेफ दाई उयो चाहिँ चिन्दैन हो कहाँबाट आएको यो मान्छे यो चाहिँ म मासु टाइममा नल्याएर पनि बताएन वा यो त साह्रै राम्रो भन्यो अलिक खिच्दा चाहिँ मिलेन कि यहाँ पनि छ मैले हुँदैछ दसैँ यहाँ पछाडि राखिदिएको हो इधर है यो चटपट त ओसिन्छ होला है इधर ही रखो स्क्रीन ना होगा खोइ त फलफुल खान्छ मेरो फेसमा भिडियो छैन भिडियो त्यो रङ
दाँत परेर त्यस्तै खेल्ने देखो अभी भी लगी है मेरे में देखो दिखाओ हाँ वीडियो Rồi đọc gì? Ai ở cô? जय डैनियल जय डैनियल यसमा हाल्ने बाहिरमै हाल्ने नि हुन्छ नि त के भन्छ अरे यो हाल्ने ठाउँ पाएन यसमा हाल्ने यो यसमा हाल्ने तर यति मात्रै भयो यति मात्रै भयो यो त खोइ के रा एक बार गर्नु अरे यार वो सारा कहना मेरा है कितना अच्छा देख रहा है भाई मैं तो यहाँ से हुआ था ये तो मैं अभी रोटी लाने नहीं था रोटी लाने ए रोटी लाने भाड़ा यहाँ से लो कति राम्रो देखेको सेलरोटी तिमीहरूको घरको मान्छेहरू यस्तो राम्रो बोलेन यसमा यस्तो हुन्छ खोइ हामीले कुरा काटेको होइन ल त्यसो भए उयो छ यसमा के हाल्ने हो त्यही नै हाल्दैन के राख्यो त कुडी हम फोन दिएको कति रुपियाँ दिएको फ्रीमा के काम गर्छ यहाँ आइज त हाम्रो दाइले कहाँ तिमी त पकाइदिएको यस्तो मजा होइन मेरो दाइले यहाँ आइज तपाईँ यहाँ आइज पड्काइदिन्थ्यो यसको निदा त्यही पढाउनु पर्छ त्यस्तै गर्नु पर्ला अब जहिले पैसा माग्दैन पैसा माग्यो मेरो माताले यसले के यहाँ आइज त यहाँ आइज एकले यहाँ आइज भन्छ नि त पड्काइदियो ए गर्थ्यो म राख्छ कति त राम्रोसँग राख्ने म त के गर्नु यो रोटी चाह खाएर भोग्ला किनभने यो ज्यालामा मिलेन कि त्यो यस्तै गर्ने हो सिस्टर धेरै मलाई त चिनी त खासै नखाने अब एक साइड लाग्ने चिनी धेरै नहालेको अझै धेरै हालिदिनु चिनी चिनी कहिले राम्रो बनेको तर राम्रोसँग गोलो मात्रै भएन त्यसै भाँडा ठुलो भन नि त स्टारमा बनाइदिनु छ तिमीलाई त स्टारमा छ यो त यता राख्ने हो जमरानिर एक्लै खाएको अरूलाई होइन यताउता नदिकन ए बल्ल दसैँ जस्तो चाहिँ यहाँ देख्यो साँच्चै भनेको कान्छु तिमीले जोड्न जानेन कि त्यो जोड्ने ठाउँमा आएपछि एकछिन त्यहाँ बस्ने होइन कि भइहाल्छ नि तिमी त कति ग्रेटफुल छैन भाइ जसले सिकाएको उसैलाई त्यस्तो गर्छ अब गएर चाहिँ होइन कि सच में यार विकास भाई कमाल करते हो आप मलाई त्यो क्यामेरा समात भने हो कि तैँले मैले थाहा पाइसकेँ बन्दैन म फेरि हेरेछ हेर न बन्दैन म क्यामेरामा हेर्दै मलाई हेर्दै गर्छ कि अनि तँलाई पनि देखाइदिएको नि खुस भयो होला है अहिले त किचननिर उभिन पाएर दिल गार्डन गार्डन भयो होला अभी बना दो बना 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 भाइ बना अब सुरु गर अन गर यही बेलामा बिगार्लो फेरि सब भिडियो बनाएर हैरानी रोटी हेर तिमीहरूको प्रोग्राम
देखा कस्तो राम्रो रोटी बनेको त हो, सही कुरा। कस्तो राम्रो खुल्लेछ हेर दिदी तपाईँले मसला मजाले हाल्नुभएको यसमा होइन यो ओभरनाइट गरेर नि हो मसला हालेको हुन्छ र यसमा नि म पनि यहाँ आउनु पर्यो कसैले खिच्दैन मलाई जस्तो टिचरले सिकाए त्यस्तै त भन्छ त गुरु म अन्त कस्तो भने पोरमाले सिकाउन बनाएर आएको त्यो स्टारको रोटी पनि बनाइदिएको प्रश्नको फोर्केर भिडियो आएको छ यार पछि मैले कुरी डान्स सिकाउने पिठो अलिकति हाल्छ भनेर पिठो हाल भनेर भैया कैसे लग रहा है स्टार क्या स्टार पिस दामी स्टार बन्थ्यो बनाउँछु भन्दा नि बन्दैन पर्फेक्सन भनेको के हो भन्नाले यो रोटी हेर्नु यहाँ यो अब स्टुडेन्टले यस्तो बनाउँछ भने टिचरले छोयो भने कस्तो भन्छ त्यही त टिचरले के कति दिने धेरै प्याज हुन्छ भाइ तातो जाँदै पर्यो कहाँ त्यहाँ फ्रिजरतिर लैजानु लाग्यो त दिदी मैले भनेको होइन हजुरलाई भनेको होइन उता ये चलेगा ये चलेगा